यो चाहिँ मैले दही जमाएको थिएँ मजाले जामेछ यसको मैले कसरी जमाउनु पर्ने भन्ने प्रोसेस चाहिँ बनाइन नि त भिडियो किन जमिन्छ कि जमिँदैन मलाई थाहा पनि थिएन हिजो बेलुका मैले बेलुकाभन्दा पनि 3 बजीतिर मैले त्यस्तै पाराले त्यही प्रोसेसले मिष्टी दहीकै प्रोसेसले चाहिँ मैले हालेको थिएँ तर जमिँदो रहेछ मजाको भएर चाहिँ जम्यो अब नेक्स्ट भिडियोमा चाहिँ म फेरि त्यो कसरी जमाउँछु त्यो बनाएर देखाउँछु ल अहिले दामी जमेको रहेछ एकपल्ट काटेर हेर्छु ल म कस्तो भएछ यस्तो दामी चाहिँ जमेको छ है वाह यसको चाहिँ अब नेक्स्ट टाइम चाहिँ म डल्लै यसको भिडियो बनाएर हाल्छु हिजो त मैले भिडियो गरिनँ नि त यसको अन्त मजाले जमेछ अब चाहिँ यो चाहिँ म मजाले खाने खाएर पनि हेर्नु पर्यो नि त अब चाहिँ म यो टेस्ट गर्छु ल कस्तो भएछ मैले सोचेको जस्तो भएछ है यो या मिठो भएछ वाह पर्फेक्ट भएछ मैले बनाएको मिष्टी दही चाहिँ